छातीमा जमेर रहेको कफ उकाल्ने घरेलु उपाय आज म हजुरहरूलाई सेयर गर्छु है। यो चाहिँ बच्चाहरूलाई पनि लाउन मिल्ने अनि ठुलो मान्छेलाई पनि। सुरुमा चाहिँ बोक्रा तासेको अदुवा र लसुनलाई मजासँग कुट्ने। हजुरहरूसँग अरू पनि उपाय छ भने प्लिज सेयर गर्नुहोस् है। अब 1 चम्चा प्योर गाईको घिउलाई एउटा प्यानमा राखेर तताउने, तर एकदमै लो हिटमा। यो मनतातो घिउमा भर्खरै कुटेको अदुवा र लसुनलाई राखेर एकदमै लो भन्दा पनि लो हिटमा अलि टाइम लगाएर पकाउने। लसुन र अदुवा राम्रोसँग पाकेर फेज उठ्न सुरु हुन्छ, त्यसपछि चाहिँ कपुर राखेर मजासँग चलाउने। यति बेला चाहिँ हिट अफ गरिदिने। तातो घिउमा परिसकेपछि यो कपुर पनि बिस्तारै पग्लिन सुरु हुन्छ। सर 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 चलाउने कि यो कपुर चाहिँ छिट्टै पग्लिएर लसुन अदुवा र घिउमा मेल्ट होस्। अब यो हल्का सेलाएर सहन सक्ने मनतातो भइसकेपछि बच्चाहरूको होस् या ठुलो मान्छेको तालु, छाती अनि पैतालामा लगाउने। एकदमै छिट्टै सन्चो हुन्छ। हजुरहरू पनि ट्राई गर्नु होला।